हेलो एभ्रिवान, नमस्ते सबैलाई। फेरि पनि मेरो अर्को नयाँ मिनी ब्लग, एउटा मिनी फुड रेसिपीमा यहाँलाई स्वागत छ। आज चाहिँ म मिठो प्याजी पकौडा बनाउन लागिरहेको छु। त्यसको लागि हेर्नुहोस् त, मैले यसरी लामो लामो मसिनो पातलो पिसमा प्याजलाई चाहिँ यसरी मजाले चप गरेँ, किनकि मसिनो पिस चप गर्दाखेरि चाहिँ तपाईँको त्यो प्याज चाहिँ फिजाउनलाई अनि पकौडामा मुस्नलाई अनि एकदम क्रिस्पी पनि हुन्छ अनि एकदम राम्रो हुन्छ। त्यही भएर मैले चाहिँ यसरी चप गरेर हेर्नु, यसलाई हल्का यसरी छुट्याएँ अनि त्यसको पालो आयो मैले बन्दा, अनि बन्दालाई पनि त्यसै गरेर मैले एकदम लामो साइजमा मसिनरी मजाले यसलाई काटेर मैले चप गरेँ अनि टक्क यसलाई पनि छिटो रेडी गरेँ अनि बन्दा रेडी भइसकेको छ मेरो। हेर्नुहोस् काटेर अब यो रेडी भइसकेको बन्दालाई अब फेरि म पिस पिस गर्न छुट्याइरहेको छु। अब म त्यसको लागि हरियो खुर्सानी, अब पकौडा भने पनि पर्नेपछि त अब पिरो ट्वाक्क त हुनै पर्यो होइन। अनि त्यसको लागि मैले चाहिँ चिली चाहिँ मसिनरी चप गरेको छु। यो चिलीलाई चाहिँ मसिनरी चप गरेँ अनि टक्क चप गरिसकेपछि यसरी हेर्नुहोस् त, एउटा भाँडोमा गहिरो भाँडोमा यिनीहरूलाई सबैलाई यसरी राखेँ, मिक्स गरेँ अनि त्यहाँदेखि मैले बेसार हालेँ स्वादअनुसारको, अनि मैले त्यसमाथि नुन हालेँ अनि स्वादअनुसारको। अब पिरोको लागि टक्क कलर पनि आउँछ, रेड चिल्ली पाउडर हालेँ, त्यहाँदेखि टक्क धुलो मसला हालेर यसलाई मजाले मुसेँ अनि यसलाई मजाले मिक्स गर्नुपर्छ अनि त्यो मरमसला भिज्ने गरी अनि यसबाट थोरै अनि मजाले मुस्दाखेरि रस पनि आउँछ। अनि हेर्नुहोस् त, मेरो ब्याटर चाहिँ यत्तिको भइसकेको छ। अब यसमा मैले थोरै मैदा हालेँ, अब तपाईँहरू अप्सनमा जे पनि हाल्न सक्नुहुन्छ, मैदा बेसन। हेर्नु त, मेरो चाहिँ बनेर रेडी भइसकेको छ। अब चाहिँ एउटा गहिरो भाँडामा तेल तताउनलाई मजाले हालेँ, किनकि पकौडा भिज्ने गरी तेल हाल्नुपर्छ। हेर्नुहोस् त, ब्याटर बनाउँदै अब टक्क मैले यो पकौडालाई चाहिँ टक्क साइजको बनाउँदै, तेल चाहिँ मिडियम हिटमा हुनुपर्छ, धेरै हाई हिटमा भयो भने पकौडा डढ्न सक्छ र भित्र नपाक्न नि सक्छ। त्यही भएर यसलाई चाहिँ मैले मिडियम हिटमा मजाले पकाएर फ्राई गर्दैछु। हेर्नुहोस् त, अब यत्तिको भएपछि यसलाई रातो भएपछि फर्काउँदै यताउता फर्काउँदै यसलाई चाहिँ चलाउँदै फर्काउँदै गर्नुपर्छ अनि मजाले। हेर्नुहोस् त, यतिको रातो भएपछि मैले यसलाई निकालेर प्लेटमा राखिसकेँ। हेर्छ कस्तो खाउँ लाग्दो राम्रो बनेको छ। अनि साइडमा टक्क अचार राखेर चाहिँ मैले पकौडालाई चाहिँ प्लेटिङ गरिसकेँ। यति भइसकेपछि त हेर्नुहोस् त, खानालाई रेडी। टक्क त्यो अचारमा डुब्दै क्रिस्पी पकौडा जुरुममा खाँदै आहा कति मिठो भएको छ कि गाइजहरू। तपाईँहरू पनि यसरी नै चाहिँ घरमा चाहिँ ताजा फ्रेस तातो मिठो क्रिस्पी क्रन्ची अनि अचारमा चोपेर ट्वाक्क परेको मिठो यस्तो प्याजी पकौडा चाहिँ बनाएर चाहिँ खान सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ।